रूपमा रियाक्सन सम्पूर्णमा म थापा तर्फबाट यो डेक्सन च्यानलमा सम्पूर्णलाई आज म डेक्सनकै गतिविधिहरू डेक्सनकै कुनै प्रोडक्टको बारेमा केही छोटो नलेज जानकारी लिएर उपस्थित भएको छु र आज म तपाईहरुलाई डेक्सनले उत्पादन गरेको अत्यन्तै न्युट्रिसन प्रोडक्ट अत्यन्तै महत्त्वपूर्ण प्रोडक्टको रूपमा चाहिँ म जानकारी गर्न चाहन्छु। विश्वमा धेरै मान्छेहरूले धेरै कन्ज्युमरहरूले यो प्रोडक्टको बेनिफिटहरू प्रयोग गरिसकेका छन्, युज गरिसकेर फाइदाहरू प्राप्त गरिसकेका छन् र स्वस्थ पनि साथसाथमा। त्यो प्रोडक्ट के हो र यसको फाइदा के छ र यसले हाम्रो शरीरलाई कसरी फाइदा गर्छ र यो भित्र पाउने विभिन्न किसिमको एलिमेन्टहरू के छन् त्यो विषयमा चाहिँ म अलिकति चर्चा गर्नेछु। र सुरुमा डेक्सनको स्पाइरुलिनाको बारेमा म विशेष आज केही जानकारी दिन गइरहेको छु। र स्पाइरुलिनालाई डेक्सन कम्पनीले फुड सप्लिमेन्टको क्याटेगोरिजको आधारमा चाहिँ यसलाई राखेको छ र यो स्पेसली यसको स्पाइरुलिना असाध्यै एउटा अल्कलाइन फुड हो। सो कारणले गर्दा यसको व्याख्या विश्लेषण, यसको हाइलाइटहरू, यसको बेनिफिटहरू धेरै पहिलेदेखि नै सुरुवात भइआएको छ विश्वमा। सुरुमा यसलाई यसको केही अगाडि धेरै वर्ष पहिलेको जानकारीहरूलाई अलिकति यो फोकस गर्दाखेरि कोलम्बोमा स्पाइरुलिनाको अधिक पौष्टिक कन्सन्ट्रेसन र उच्च वनस्पति प्रोटिन रहेको जानकारी प्रकाशन गरेको थियो र यसै गरी सन् 1972 मा दोस्रो अन्तर्राष्ट्रिय प्रोटिन अफ माइक्रो अर्गानिजम सम्मेलनले पनि स्पाइरुलिनालाई फ्युचरको न्युट्रिसन फुडको रूपमा चाहिँ घोषणा गरेको थियो र यसै गरी 1983 मा स्पाइरुलिनाले पश्चिम जर्मनीका अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सर्वोत्कृष्ट प्राकृतिक खाद्यान्न पुरस्कार पनि यसले प्राप्त गरेको थियो, जुन यो स्पाइरुलिनाले। यो धेरै पहिलेको हो, डेक्सन कम्पनीले उत्पादन गर्नुभन्दा अगाडिको कुराहरू। र 1993 मा डेक्सन कम्पनीले आफ्नै आधुनिक प्लान्टेसनमा, आफ्नै आधुनिक डिजाइनमा यो स्पाइरुलिनालाई विशेष रूपमा चाहिँ कल्टिभेसन गरेको छ र यो अत्यन्तै महत्त्वपूर्ण छ स्वास्थ्य, मानव स्वास्थ्यको लागि। सो कारणले गर्दा अहिलेको विश्वको मा हेर्ने हो भने 6.5 अराउन्ड मिलियन कन्ज्युमरले चाहिँ स्पाइरुलिना अथवा डेक्सनको हरेक न्युट्रिसन खाद्य पूरक तत्त्वहरू भएको प्रोडक्टहरू चाहिँ प्रयोग गर्दै आइरहेका छन्। सो कारणले गर्दाखेरि स्पाइरुलिनामा पनि एकदमै राम्रो मान्छेको लागि, स्वास्थ्यको लागि नभई नहुने कुराहरू चाहिँ यो स्पाइरुलिनाबाट पाउँछ हैन। सो कारणले गर्दाखेरि यसभित्र के पाउँछ त भन्ने कुराको म तपाईलाई मैले जानेको कुराहरू र मैले प्रयोग गर्दै आइरहेको अनुभव पनि देखाउ। अहिले विश्वमा हेर्दाखेरि धेरैभन्दा धेरै मान्छेहरू विभिन्न किसिमको रोगहरूले एकदमै ग्रसित भइरहेका छन्, जुन डाक्टरले पनि अपरेसन प्रस्ताव पनि सञ्चय नभएका रोगहरू तपाईँ हाम्रो शरीरले, तपाईँ हाम्रो मानव जीवनमा चाहिँ भोग्दै आइरहेका कुराहरू तपाईँ हामी विभिन्न न्युजबाट आफैले पनि देखिरहेका छौँ, सायद कतिपयले आफैले पनि भोग्नु भएको छ। त्यो विशेष गरी अहिलेको स्वास्थ्य सङ्गठनहरूले के प्रमाण गरेको छ भनेदेखि मान्छेलाई रोग धेरै किसिमले लाग्छ, त्यसमा पनि पहिलो कारण भनेको मान्छेलाई प्रोटिनको, न्युट्रिसनको खानेकुराको कमीले गर्दाखेरि, खानपान नमिलेको कारणले गर्दाखेरि रोग लागेको भन्ने प्रुफहरू भेटाइरहेका छन्। र आजभोलि धेरै मान्छेहरू एकदमै व्यापक रूपमा बिरामी देखा परेको छन्। विभिन्न इतिहासमै नसोचेको बिरामीहरूले चाहिँ मान्छेलाई एकदमै व्यापक रूपमा च्याप्दै आइरहेको छ
सो कारणले गर्दाखेरि विभिन्न स्वास्थ्य सङ्गठनहरूले डक्टरहरूले के प्रुफ गर्यो भनेदेखि मान्छेलाई मेन बिरामी हुनु रोग लाग्नु पहिलो रिजन भनेको खानेकुरामा नै हो। विभिन्न वातावरण प्रदूषणदेखि लिएर खानामा असन्तुलन होइन यस्तै यस्तै धेरै नै छन्। तर मेन हेडिङ पोइन्टलाई हेर्दाखेरि मान्छे रोगी हुनु मेन रिजन भनेको खानेकुरामा अनब्यालेन्स भएर। तर कसरी है विश्व स्वास्थ्य सङ्गठनले हरेक दिन मान्छेलाई स्वास्थ्य बन्नको लागि स्वास्थ्य मानिस रहनको लागि एक दिनमा 80% क्षारीय खाना र 20% अम्लीय खानाको आवश्यक पर्छ भनेर भनेको छ। तर आजको यो 21औं शताब्दीमा तपाईँ हामीले ठिक त्यसको विपरीत जस्तै 80% अम्लीय र 20% क्षारीय खाना पनि धौलेले खाइरहेको कारणले गर्दाखेरि तपाईँ हामी एकदमै रोगसँग हामी लड्नु परिरहेको छ, रोगहरू भोग्न परिरहेको छ है। त्यही क्रममा क्षारीय खानाभित्र यो एउटा स्पाइरुलिना जुन डिएक्सनले उत्पादन गरेको त्यो पनि पर्छ। यसले तपाईँ हाम्रो हरेक दैनिक खानेकुराहरू खाइरहेको छौँ त्यसलेमा अनब्यालेन्स छ भनेदेखि यसले ब्यालेन्स गरिदिने काम गर्छ है। र यसलाई विभिन्न डक्टरहरूले विभिन्न साइन्टिस्टहरूले विभिन्न WHO संस्थाहरूले यसलाई प्रुफ गरेको छन्। अघि नै भनिसकेँ मैले विभिन्न ठुल्ठुलो USA कन्ट्रीहरूको पनि पत्रिकाहरूदेखि लिएर डक्टरहरूले पनि यसलाई असाध्यै राम्रो खाना भनेर भनेको छन्। हुन त यो सामान्य लेउबाट बनेको हो तर यसभित्र के कस्तो किसिमको इलिमेन्टहरू पौष्टिक तत्त्वहरू हामीले पाउँछौँ त भन्ने कुराको म थोरै जानकारी गराउँछु। र यो डिएक्सनले उत्पादन गरेको स्पाइरुलिनाबाट हामीले हाम्रो शरीरको लागि आवश्यक पर्ने हाम्रो स्वास्थ्यको लागि हाम्रो बडीको लागि आवश्यक पर्ने के कुराहरू पाउँछन् त भन्दाखेरि यसमा स्पेसली भिटामिन A, भिटामिन B र भिटामिन B1, भिटामिन B2 र B3 र स्पेसली B6 र भिटामिन B12 किसिमको हामीले भिटामिनहरू प्राप्त गर्न सक्छौँ। र यसमा अन्य कुराहरू प्रोटिन भयो होइन, म्याग्नेसियम भयो र क्याल्सियम विभिन्न एकदमै म्याक्सिमम आइरन यसबाट पाउन सक्छौँ भने यसमा अझै मात्रामा एमिनो एसिडहरू हामीले यो स्पाइरुलिनाबाट पाउने गर्छौँ होइन। र यसमा अझै तपाईँलाई जानकारी गराउँदा मान्छेको शरीरमा असाध्यै आवश्यक पर्ने जुन जियाले भन्ने एउटा जुन तत्त्व छ गामा लेनोनिक एसिड भन्छ त्यसलाई। र त्यो भनेको महिलाहरूको दुधमा मात्रै पाउँछ ह्युमन ब्रेस्टमा। सो कारणले गर्दाखेरि अरू त्यो संसारको कुनै पनि त्यस्तो चिजहरूमा भेटिँदैन जुन स्पाइरुलिनामा त्यो गामा लेनोनिक एसिड भन्ने तत्त्व हामीले यसमा भेटाउन सक्छौँ। त्यो किन खाने त भन्दाखेरि मानव स्वास्थ्यको लागि हाम्रो बडीको लागि त्यो गामा लेनोनिक एसिड भन्ने जुन तत्त्व दैनिक 500 देखि 3000 mg सम्म आवश्यक पर्छ। अन्य कुराहरूबाट हामीलाई एकदमै त्यो असम्भव कुरा हो। जुन गामा लेनोनिक एसिड भन्ने तत्त्व हामीले डिएक्सन स्पाइरुलिनाबाट पाउँछौँ। तर त्यो मैले भनेको कुरा होइन, डाक्टर लिमले विभिन्न अरू डक्टरहरूले पनि यसलाई प्रुफ गरेर WHO वर्ल्ड हेल्थ अर्गनाइजेसन संस्था ISO संस्थाहरूले पनि यसलाई प्रुफ गरेको छन् डिएक्सन स्पाइरुलिना भविष्यको फुड सप्लिमेन्ट हो भनेर। सो कारणले गर्दाखेरि यसमा अन्य कुराहरू पनि पाउँछन्। तपाईँ हाम्रो शरीरमा आजभोलि यस्तै कुराहरूको कमीले गर्दाखेरि विभिन्न किसिमको मधुमेह, हड्डी सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, ग्यास्ट्रिक भन्ने कुरा सामान्य भइ नै हाल्यो र क्यान्सरहरू यी कुराहरू एकदमै लागिरहेको छ। तपाईँ हामीले पर दैनिक यो स्पाइरुलिना र डिएक्सनका अन्य प्रोडक्टहरू दिनको 5 क्याप्सुल मिलाएर खायौँ भनेदेखि पनि असाध्यै राम्रो काम गर्ने गर्छ। र अझै यसलाई स्पेसल अरू पौष्टिक तत्त्वहरूसँग तुलना गर्दाखेरि हामीले के भेटाउँछौँ त भन्ने कुरा पनि म अलिकति बुझाउन चाहन्छु। त्यसै गरी स्पाइरुलिनाको पौष्टिक तत्त्वहरू र अन्य कुराहरूमा पाउने पौष्टिक तत्त्व बीच तुलना गर्दाखेरि यो स्पाइरुलिना यो भित्र यस्तो क्यान्डेहरू छ होइन र यो ट्याब्लेट पनि हुन्छ यसभित्र। अर्को यहाँ ट्याब्लेट छ। यो 24 वटा ट्याब्लेट इक्वल टु अन्य कुराहरूलाई कम्प्रोमाइज गर्दाखेरि यति खानेकुराहरूमा
प्लस यो 24वटा ट्याब्लेटमा चाहिँ भेटाइँदो रहेछ। जस्तै स्वास्थ्य चिकनको मासु 5 केजी र बदाम 20 केजी, जुन माछा 1.1 केजी र त्यसै गरी फर्सी 1.4 केजी, एप्पल रहेको छ तपाईको 11 केजी र बन्दा रहेको छ 3.7 केजी र हरियो केराउ रहेको छ 5 केजी। मैले भने यति कुराहरूमा र टोमेटो यसै गरी टोमेटोमा 3 केजी जति मैले कुराहरू भने, यो कुराहरूमा पाउने पौष्टिक तत्त्वहरू, यसको क्वान्टिटी र यो कुराहरू बदाम, माछा, मासु हैन, फर्सी, एप्पल यिनीहरूमा पाउने पौष्टिक तत्त्वहरू यो 24वटा ट्याब्लेटमा हामीले पाउन सक्छौँ। त्यसकारणले गर्दाखेरि यो असाध्यै महत्त्वपूर्ण कुरा छ। तर तपाईले यो नसम्झिनुहोस् कि भनेपछि स्पाइरुलिना खाएपछि बदाम, माछा, मासु, टोमेटो, हरियो केराहरूको पनि स्वाद आउँदो रहेछ भनेर व्यङ्ग नगर्नुहोस्। किनभने यो त्यो स्वाद होइन कि त्यसभित्र पाउने तत्त्वहरू मात्रै हामीले पाउने हो। जुन तपाईँ हाम्रो मुखको स्वादको लागि मात्रै होइन, तपाईँ हाम्रो अङ्ग, तपाईँ हाम्रो बडी, तपाईँ हाम्रो अर्गान्सहरूको लागि असाध्यै महत्त्वपूर्ण कुराहरू छन् यो पौष्टिक तत्त्वहरू। सो कारणले गर्दाखेरि तपाईँ हामीले अझै यो गल्फ कन्ट्रीमा बस्ने सम्पूर्ण दाजुभाइहरूमा भेजिटेबलहरू प्रशस्त रूपमा खान नपाउनु हैन, पानी पनि राम्रोसँग खान नपाउनु। सो कारणले गर्दाखेरि त्यस्तो खण्डमा तपाईँ हामीले स्पाइरुलिनाको दिनको 5 क्याप्सुल खायौँ भनेदेखि तपाईँ हाम्रो शरीर सन्तुलन, बडी ब्यालेन्सको लागि असाध्यै राम्रो बेनिफिट गर्छ। सो कारणले गर्दाखेरि यो तपाईँ हाम्रो सानो बच्चादेखि लिएर बुढो मान्छे, गर्भवती महिला यानि कि एभ्रिवेयर जो मान्छेले पनि यसलाई तपाईँ हामीले खान सक्छौँ। र डेक्सन कम्पनीले बजारमा स्पाइरुलिनालाई धेरै धेरै क्याटेगोरीमा राखेको छ, धेरै धेरै क्याप्सुलमा बनाएर राखेको छ। यो 500 क्याप्सुल, 300 क्याप्सुलको छ, 1500 क्याप्सुलको र 90 क्याप्सुलको छ, 120 क्याप्सुलको र 30 क्याप्सुलको विभिन्न किसिमको बट्टाहरूमा यसको क्वान्टिटी अनुसार राखेको छ। यदि तपाईहरूले पनि यस्तो डेक्सनको प्रोडक्टहरू तपाईलाई राम्रो लागेर तपाईले खानुपर्छ भन्ने सोच गरेर खानुभयो भने असाध्यै राम्रो गर्नेछ। र स्पेसली हामीले डेक्सनले उत्पादन गरेको स्पाइरुलिनाबाट इत्यादि बेनिफिटहरू हामीले प्राप्त गर्न सक्छौँ। र यस्तो अन्य बेनिफिटहरू पनि धेरै नै छन्। तपाईले www.dexon2u.com को त्यसै गरी www.dexonspirulina.com बाट पनि यसको विभिन्न बेनिफिटहरू के छ त भन्ने कुराहरू तपाईले जानकारी लिन सक्नुहुन्छ भने विभिन्न पुस्तकहरूबाट, युट्युब अरू च्यानलहरूबाट पनि तपाईले यसको बेनिफिटहरू प्राप्त गर्न सक्नुहुन्छ। यसको नलेजहरू चाहिँ तपाईले लिन सक्नुहुन्छ र यो बेनिफिटहरू तपाईले बुझिसके पछाडि प्रयोग गर्नुभयो भने अवश्य पनि तपाईँ हाम्रो स्वास्थ्यमा धेरै सुधार आउनेछ र तपाईँ हाम्रो जुन स्वास्थ्यको लागि इम्युनिटी सिस्टमलाई चाहिँ एकदम बलियो बनाउने काम डेक्सन स्पाइरुलिनाले गर्नेछ। र डेक्सनको स्पाइरुलिना जस्तै अन्य विभिन्न डेक्सनको कम्पनीको बारेमा, डेक्सनको प्रोडक्टको बारेमा हामीसँग धेरै छ डेक्सनको प्रोडक्टहरू। त्यो सबै कुराहरूको बारेमा तपाईले जानकारी लिनको लागि यही च्यानलबाट पनि तपाईले पाउन सक्नुहुन्छ। त्यसको लागि तपाईले सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। नमस्ते, गुड मर्निङ डेक्सन।